Fire burning higher, heat and smoke, feed desire. Velvet fire, take me under lightning lightnings. There comes the thunder. Disclaimer: this podcast is for educational and entertainment purposes only. It is not financial, fitness, or medical advice. Please consult licensed professionals before making investment, health, or training decisions. झलक सर त्यो बेलामा यहाँ राखेको त्यो गाडी त्यो आउडी हजुर A4 गाडी राखेको थियो हेर्ने बित्तिकै फर्स्ट लभ जस्तै पर्यो गर्दाखेरि यता पछाडि यो यही राखेको थियो गाडी चाहिँ हजुर। यहाँ राखेको भित्र गयो हजुर तपाईँको सेल्सम्यान पनि कसरी भन्दाखेरि फर्स्ट डे थियो उसको हजुर त्यो नाम पनि लास्ट नेम ग्याम्बिनो ऊ पनि के भन्दाखेरि हामी जस्ट गाडी मात्रै हेर्छु भन्दाखेरि उसले के भनेर भन्दाखेरि होइन मेरो फर्स्ट डे हो म तपाईँको पछि पछि मात्रै हिँड्छु भन्दाखेरि ऊ भर्खर 20-21 वर्षको केटो त्यो गाडी उसले त्यो दिनमा बिकायो भने त्यो हामीले मन परेर हामीले त्यो गाडी लियो हजुर। मलाई लाग्छ त्यो बेलामा त्यो गाडीको प्राइस क्यास चाहिँ 19,000 जस्तो लाग्छ है जस्तो सर है 19,000 18 देखि 20 को बिचमा भयो जस्तो मान्छे त्यस्तो अनि आई थिङ्क द्याट्स वाट यु टोल्ड हो है तपाईँले सम्झिनुहोस् है त्यतिखेर चाहिँ अब के अरे आउडी अब यो ब्रान्डले गर्दाखेरि चाहिँ होइन पछाडि जस मान्छेले हेर्छ भनेर चाहिँ आफै किने जस्तो लाग्थ्यो प्लस त्यो पनि टोयोटाको सोरुम होइन टोयोटा भनेको त राम्रो हो प्लस अब लजिक ब्रेन्ड पनि के लगाएको भन्दाखेरि यिनीहरूले आफ्टर सेल सर्भिस के ब्ला 2-3 इयर्सको वारेन्टी के पनि दियो कि उनीहरूले त्यसले गर्दाखेरि दिमागमा एकचोटि त आयो कि यो युरोपियन ब्रान्ड हो तर पछि के भन्दा होइन उनीहरूले आफ्टर सेल सर्भिस राम्रो दिएछ भने त्यो लजिक ब्रेन्डले पनि के अरे त्यो इमोसनल ब्रेन्डलाई सपोर्ट गरे जस्तो भयो कि त्यो बेलामा त्यसले गर्दाखेरि त्यो एकदम एउटा के अरे एउटा इमोसनमा आएको लिएको डिसिजन जस्तो भयो क्या तपाईँको गर्दाखेरि अब यो चाहिँ हाम्रो टोयोटा होइन रकडेलको टोयोटा हजुर 7 वेज भन्छ के अरे रकडेलको मुख्य चोक मुख्य चोक यहाँ हाम्रो यतातिर तल होइन तलतिर पनि अब नेपालीको टन्नै दोकानहरू छ तपाईँको ज्वेलरी सपदेखि लिएर कपाल काट्ने ब्युटी हिमालयन हेयर कटिङ च्यानल पनि छ नेपालीको होइन अब लेडिजहरूको छ नि कुन्जा छ हिसिला छ होइन अब देशी बोइज भन्ने नि छ सायद नेपालीको हो इन्डियनको त्यो चाहिँ बिट कन्फ्युज होइन हामी चाहिँ पहिला जमानामा यसको पछाडि बस्थ्यो है 3 महिना बस्थ्यो थिएँ हो किड्स एभिन्यूमा फेड्रिक स्ट्रिट ए हजुर त्यो पछि हाम्रो यहाँ नेपालीको मोबाइल बनाउने दोकान भयो होइन द मोबाइल क्लब हाम्रो यता हिसिला एभरेस्ट होइन त्यहाँ त्यो ठ्याक्कै त्यो लेखेको ठाउँमा त्यहाँ त पहिला त्यो थियो नि के अरे बुद्ध ज्वेलरी त्यहाँ थियो हजुर त्यहाँबाट फेरि यता आयो दिन पनि राम्रो भएको छ आज है र असन बजार हाम्रो असन बजारको अब मोबाइल सब यताउता छ होइन नेपालीहरू पसल धेरै छ हजुर अलि उता गएन पोखरा ज्वेलरिज पनि छ तपाईँको हजुर उता तल हो पोखरा ज्वेलरिज एकदम नोस्टाल्जिक बनाउने ठाउँहरू छ यो पुरा होल स्ट्रिपमै नेपाली पसलहरू छ नेपालीहरूको धेरै बिजनेस भएको वान अफ द सबब इन सिडनी अनि तपाईँको यहाँ हिसिला होइन हाम्रो युवराज भट्टराई दाईको भट्टराई कम्युनिकेसन एभरेस्ट कम्युनिकेसन पनि छ तपाईँको है हजुर त्यो त रेस्टुरेन्ट सुरुमै धेरै अगाडि हो आइफोन इन्ट्रोड्युस गर्ने नै उहाँबाट भएको सबै धेरै जस्तो नेपालीहरूलाई आइफोन उहाँको स्लोगनै थियो नेपालीको प्रत्येक नेपालीको हातमा आइफोन दिलाउने भन्ने स्लोगनै थियो है यो चाहिँ हाम्रो एभरेस्ट कम्युनिकेसन दाइ पनि उहाँ हुनुहुँदो रहेछ है त्यही त झलक सर रकडेल हेर्नुहोस् तपाईँको उता कमनवेल्थ ब्याङ्क जहाँ सबै एकाउन्टहरू यहीँ आएर सुरुमा यहीँ थियो क्या हेर हाम्रो फर्स्ट एकाउन्ट खोलेको हो हजुर हजुर त्यही त किनकि के थियो भने सबैले सिबिएमै खोल्थे अब 2006-07 चाहिँ हो त्यही त त्यो पछि आयो यतातिर पनि धेरै नेपालीको दोकानहरू छ है हाम्रो ग्रोसरी स्टोरदेखि लिएर तपाईँको रेस्टुरेन्ट प्लस अब तपाईँको एजुकेसन क्याफे पनि हाम्रो नेपाली क्याफे हजुर बार फ्रेस्को लेख्ने हजुर हजुर ए यो पनि हजुर हजुर यो भयो एभरेस्ट बुचरी अब लोकल्स फुड वर्क लोकल्स हैन त्यो भयो कन्ट्री फुड वर्क
हजुर त्यो भयो यो नयाँ खोलेको झिरोस पनि देखायो नि त वहाँ हजुर मैले नि अलि अगाडि त खाएको थिएँ फेरि पछि हल्का 6 प्याक निकालौँ भनेर फेरि अलि स्टप गरेछ हजुर यी इन्द्रेणी सुपर मार्केट भर्खर खोलेको हजुर इन्द्रेणीको अब यता उस पनि छ फर्निचर दोकान हो यहाँ फर्निचर दोकान पनि छ। मायालु इन्द्रेणी झिर हाउस। सेम होइन र राम्रो राम्रो झिर हुन्छ यहाँ झिर हाउस वान अफ द नेपाली रेस्टुरेन्ट होइन लालटिन समोसा चाट सबै नेपाली नस्ट्याल्जिक पार्ट अफ द प्लान गरेर खान मिल्यो। पार्ट अफ द प्लान ल भिक्टर सर हामी हिँड्दै हिँड्दै कहाँ आइपुग्यो हामी यहाँ ध्रुव दाईको मुगलान रेस्टुरेन्टमा आइपुग्यो। मुगलान रेस्टुरेन्टमा आइपुग्यो है अनि वान अफ दि नखोलिरहेको त्यो पनि वान अफ दि नेपाली बिजनेस होइन आज हाम्रो बफे लागेको छ मुगलानमा स्याटरडेको दिनमा हजुर एकदम फ्यामिली इन्भाइरोमेन्ट बसेर खाने सबैहरू आउनुहुन्छ नि हाम्रो ध्रुव दाईको। मेरो फेभरेट यहाँ दाल भात अनि चिकनको नि आइटमहरू छन्नै छ यहाँ कहिले कहिले वाइफसँग आउँछु। ल सर हामी घुमेर आयो है रकडेलको बजार हजुर त्यो मैले तपाईँले देखाएको त्यो टोयोटाको सोरुम रकडेलको त्यहाँ गएर अडी हेर्न गएको यस्तो मन पऱ्यो तपाईँको ठ्याक्क उठाएर राखेको थियो त्यो बेलामा अब हाम्रो 25 वर्षमा कस्तो हुन्छ हाम्रो मेन्टालिटी होइन 25 वर्षको हुँदाखेरि तपाईँ कस्तो भयो त भन्दाखेरि इमोसन बढी आयो के अरे हजुर अनि पुरानो गाडी एउटा हुन्डाई गाडी थियो त्यो हुन्डाई गाडी पनि के गर्छ भने कति बाटो त्यो सेल्सम्यानहरू ठ्याक्कै साइडमा ल्याएर सरी माई ब्याड त्यो नयाँ गाडी के गर्छ उनीहरू तपाईँले देखाइसकेपछि ठ्याक्कै तपाईँको त्यो सिसा देखाएर साइडमा ल्याएर पार्क गर्छ कि तपाईँको तपाईँको इमोसन चाहिँ नि अब कतिखेर घर लैजाउँ कति घर ल्याउँ सिसा ठ्याक्कै तपाईँको त्यो टेबलको साइडमा ल्याएर राखिदिन्छ। त्यसले गर्दाखेरि किनु अझै घर लैजाउँ जस्तो बनाइन्छ तिनीहरूले। हजुर त्यसपछि किन्यो झलक सर त्यो बेलाको A4 भन्ने गाडी चाहिँ त्यति बेला धेरै नेपालीले चढेको थिएन कि मैले त्यो बेला बुझेँ 2009-10 तिर हो कि त्यतिखेरतिर होइन त्यतिखेर के हो त हाम्रो भिक्टर सरले हामीलाई लैजान्थ्यो नि त यसो राइडमा कता फ्रेन्च कता डिवाईतिर हो एकचोटि त्यतिखेर सिङ्गल पनि थियो आफू होइन सिङ्गल भएकोले त त्योबाट त जता विकेन्डमा चाहिँ जे आफूहरू चाहिँ घुमिरहेको थियो हो विकेन्ड हुने बित्तिकै कतिखेर उठेर गाडी लिएर मजाको सनरुफ थियो त्यतिखेर त है त्यतिखेर त्यसले गर्दाखेरि इमोसनमा झलक सर एकदम हाई इन्ट्रेस्ट रेट तपाईँको 17 to 19%। मलाई लाग्छ गाडीको प्राइस 19-20 हजार भए पनि मैले 30-35 हजार त तिरेको होला मन लाग्छ त्यो लास्टमा आउँछ नि तपाईँको स्टेटमेन्ट। त्यसले गर्दाखेरि तपाईँको भन्नु न तपाईँको कुन तपाईँले फर्स्ट गाडी किन्नु भयो? मेरो 2012 मा किनेको थिएँ मैले सरी त्योभन्दा अगाडि आफू आफ्नो ब्रदर इन ल हजुर ज्वाइँ साहब हजुर होइन सँग गएर के त अनि त्यो केएमसीमा गएर त्यतिकै स्वर्ण तालमा गएर त्यतिकै हेरियो किन्यो है आयो त्यो त्यतिखेर त सिएनजीबाट पनि चल्थ्यो त्यो अनि पेट्रोल बचाउने चक्करमा चाहिँ मैले सिएनजीबाट चलाउँथेँ यस्तो ब्याकफायर हुन्थ्यो है हेरेर यहाँ कोग्राको ट्याक्क त्यो टर्निङमा ट्राफिक लाइटमा हजुर अब गाडी स्टप भइदियो उताबाट हर्न हारेछ अनि त्यो पछि मैले त्यो चाहिँ बाइकसँग ट्रेड गरेँ अनि बाइक चाहिँ कसैले हानिदियो होइन नेबर्सले चाहिँ गाडी रिभर्स गर्दाखेरि बाइकलाई नकडाउन गरिदियो राइट अफ भयो। त्यो पछि चाहिँ मैले चाहिँ उस किनेँ निसानको डुवालिस ब्रान्ड न्यू 2012 मा किन्यो र स्टिल अहिले पनि छ होइन अहिले पनि त्यही चलाइराखेको हुन्छ। अब मैले त अब मेरो आफ्नो भ्यान छ होइन अब मिसेसले चाहिँ अब स्टिल त्यही डुवालिस चलाइराखेको छ सो फार होइन। अब पोइन्ट एबाट पोइन्ट बीसम्म जानको लागि चाहिने हो होइन। अब दुःख नदिकन पुऱ्याउँछ भने अब तपाईँलाई मर्सिडिज नै चाहिएन तपाईँको जस्तो अब आउडी नै चाहिएन होइन। अब मेन भनेको अब मिनिमलिस्टिक तरिकाले लाइफ बाँच्नु पऱ्यो क्या। तपाईँलाई हाँसो लाग्ला झलक सर मैले जब सर्भिसिङ गराउन लैजान्थेँ नि हजुर सर्भिसिङमा अब कुनै पनि स्पेयर पार्ट एकदम एक्सपेन्सिभ पर्थ्यो क्या युरोपियन गाडी अनि त्यसपछि उनीहरूले के भन्थ्यो त भन्दा मैले डिस्काउन्ट माग्दाखेरि नि उनीहरूले कहिले डिस्काउन्ट मागेर के भन्थ्यो युआर ड्राइभिङ आउडी अनि तपाईँले आउडी चलाउँदा आउडी मजाले डिस्काउन्ट माग्नु हुन्न भन्ने जस्तो कुरा पनि हुन्थ्यो कि त्यसले गर्दा अलिकति अत्याधिक अब दिनै पऱ्यो भन्ने जस्तो खालको कुराहरू आउँछ। त्यसले गर्दाखेरि इमोसनमै त्यो 25 वर्षको उमेरमा त अलिक
गाडी पनि त्यो अनुसार किन्यो होइन तर अहिले मैले सोच्दाखेरि के सोच्छु त भन्दाखेरि त्यो बेलामा त्यो गाडी अलिकति हुन त त्यो बेलामा खोइ कस्तो आउँथ्यो दिमाग होइन तर अलिकति आफ्नो स्किलमा वा अरू केही कुरामा इन्भेस्ट गरेको भए अलिकति राम्रो हुन्थ्यो कि जस्तो लाग्छ तपाईँको है त्यसले गर्दाखेरि भन्छ नि त्यो चाणक्यले एउटा त्यो उस हेरेको थियो युट्युबमा त्यो भिडियो हेरेको थियो हजुर अब चाणक्यले भनेअनुसार चाहिँ अब आफूमाथि खर्च गरेको धन आफ्नो विद्यामाथिको खर्च गरेको धन चाहिँ होइन न राजाले लैजान सक्छ न चोरले चोर्न सक्छ एक्ज्याक्टली त्यसले आफूलाई फाइदा दिन्छ त्यही भएर आफूले आफूलाई माथि चाहिँ अब खर्च गर्नुपर्छ अब भौतिक रूपमा होइन कि अब अलिकति हुन्छ नि बौद्धिक रूपमा किनभने त्यो बेलामा त कस्तो थियो भन्दाखेरि तपाईँसँग कुरा हुँदैन अब जस्तै अब हामी त कति 2007मा भेट भएको हजुर होइन तपाईँ आउने बित्तिकै भेट भएको त्यो हाम्रो बोर्डिङ हाउसमा पलबहादुरको बोर्डिङ हाउस हजुर त्यतिखेरबाट अब चिन्जान भएको त्यो पछि अब म त्यहीँ जिममा क्लिनिङ गर्थेँ त्यो पछि अब मेरो प्रमोसन भएर म रिसेप्सनमा पुगेँ त्यही त हो म नि लेबरिङ गर्थेँ त्यसपछि एक दिन चाहिँ लेबरिङ गर्दै गर्दै उसको जिममा जाँदाखेरि धुलो पिठो हुँदाखेरि भनेको थिएँ मैले यहाँ जब छ नि भनै भन्दाखेरि त्यस्तो भयो त्यही प्रमोसन भएकै भन्नु पर्यो अनि त्यो पछि अब हामी दुवैजनाको मर्निङ सिफ्ट थियो त्यो पछि अब हामी कति 5:30 till 9 त अब दुईजनै काम गर्थ्यो बिहानको रस आवर होइन till 7 मात्रै हुन्थ्यो त्यो पछि त फोनमा भिक्टर के छ निद्रा पनि भएको थियो नि तपाईँको कुरा गर्दाखेरि त्यो बेला झुप्पु आउँथ्यो प्लस तपाईँको इन्टरनेट पनि थियो त्यतिखेर इन्टरनेट भएको बेलामा त्यो बेला इन्टरनेट त्यति उस थिएन छ्यापछ्याप्दै थिएन त्यसले गर्दाखेरि अब बेसिकली सबै असाइनमेन्ट अब त्यहीँ बसेर हो मार्ला अब त पलले नत्र भने त एसाइनमेन्ट पनि कस्तो हुन्छ ग्रुप एसाइनमेन्ट पनि गर्थेँ कि मैले त साथीहरूलाई फोन गरेर ओइ तेरो पार्ट कहिले पठाउने तैँले भनेर भन्थेँ अनि त्यसपछि फोन पनि त्यहीँबाट भइरहेको छ तपाईँको प्रिन्टिङ पनि त्यहीँबाट हो त्यही त त्यसले गर्दाखेरि प्रिन्टिङ पनि हो मैले त यतिसम्म गर्थेँ कि मैले चाहिँ अब यो बिल्डर्स पढ्दै थिएँ त्यतिखेर यो बिल्डिङ टेक्नोलोजी टेपमा त्यतिखेर चाहिँ ड्रइङ बनाउनु पर्थ्यो कि मैले ड्रइङ बोर्ड लगाएर बनाउँथेँ कि म्यानेजर आएर के गर्दै ए म होमवर्क गर्दै अब तपाईँलाई हाँसो लाग्ला भन्नु त पलहरू त आउँथेन त्यतिखेर हामीले गरेको कहिले कहिले छड्के होइन जस्तै नजिक भएर एक्सर्साइज गर्न आइरहेको तर हाम्रोमा कस्तो थियो कि मैले त्यो एसाइनमेन्टहरू गर्दाखेरि त यस्तो लाग्थ्यो जस्तो कि काम गर्दैछु काम गरेर जस्तो लाग्थ्यो कि तपाईँको होइन त्यसले गर्दाखेरि त्यो बेलाको म धेरै कुराहरू हुन्थ्यो बाइ द वे एउटा कुरा हामी छुट्याउनु बिर्सेछौँ हामी आज ध्रुव दाइको यो रकडेलको मुगलानमा बसेर हामी यो सुट गर्दैछौँ उहाँलाई धेरै धेरै धन्यवाद छ है तपाईँहरू कहिले रकडेल आउनु भएछ भने पनि हाम्रो ध्रुव दाइको मुगलान रेस्टुरेन्टमा एकदम राम्रो सर्भिस छ यहाँको बहिनीले नि हामीले राम्रो तरिकाले यहाँ सेटअप मिलाइदिनु भएको छ हामी यो पोडकास्ट रेकर्ड गर्दैछौँ होइन तपाईँहरू यस हाम्रो ध्रुव दाइको मुगलान रेस्टुरेन्टमा आउनु होला है अनि कुरा जाँदै तपाईँको कस्तो हुन्छ त्यो बेलामा हामी कुरा गर्दाखेरि कस्तो कस्तो कुरा पनि हुन्थ्यो जला सर है हजुर त्यतिखेर त हामी बडी सडी राम्रो भएको है त्यतिखेर त मैले तपाईँले एकचोटि आइडिया पनि दिएको थिएँ स्ट्रिपिङ जाम भनेर मैले त एज अ जोक लिइरहेको थिएँ त्यो चाहिँ होइन तपाईँले चाहिँ अब सायद सिरियसली सायद सिङ्गल भएर नि होला त्यतिखेर चाहिँ अब ट्याक्क हामी बडी बिल्डिङ पनि भ्याएको थियो अब चिजल बडी थियो त्यतिखेर त्यही भएर नि सायद अब त्यतिखेर हाँसोमा अब वाइ नट स्ट्रिपिङ भन्दै अब सायद देशी बोइज आइरहेको थियो त्यतिखेर अब I was taking it as a joke है किन I was married तपाईँले पछि नि भन्नुभएको थियो प्लस तपाईँले त्यति इन्ट्रेस्ट देखाउनु भयो होइन तर कुरामा कुरा आउँदाखेरि कस्तो भयो भन्दाखेरि मलाई के लाग्छ भन्दाखेरि म त्यो डार्लिङ हार्बर जान्थेँ क्या त्यतिखेर त्यहाँ क्रुजहरूमा त्यो प्राइभेट पार्टीहरू भएको केटाहरू चाहिँ पुरा डान्स गरिरहेको केटाहरू या गरिरहेको भन्दा होइन कति पाउँछ होला भनेर हेर्दाखेरि त के भन्दाखेरि बाबा 1 नाइटको $500 2009मा मैले त माई गड केही कमी छ हामीमा है यस्तो राम्रो चिजहरू बडी छ यस्तो राम्रो होइन दुईजना गएर टक्क लाएर प्लस एकजना गएन अलिकति अकवर्डै हुन्छ होइन दुईजना गएर टक्क लाएर अलिकति पैसा कमाएर आयो होइन त्यतिखेर हाम्रो भिक्टर सरले चाहिँ अब लास्ट टाइम पनि अब यो पर्सनल ट्रेनिङ अब यो कन्भर्सेसन त अब वाइ डोन्ट यु ट्राई पर्सनल ट्रेनिङ भनेर मैले सधैँ आफूलाई पुस गरिरहेको थिएँ अनि भिक्टर सरले नि भन्थे सँगै मिलेर गरौँ न त हामी गराजबाट सुरु गरौँ याद छ कि छैन म त गुरुङ फिटनेस राखौँ यो त्यो भन्नु त्यो मेरो गराज यस्तो खतरा छ होइन ड्राइगनको उस राख्नु के भने त्यो कोभिड
कोभिडको बेलामा कोभिडभन्दा अगाडि अगाडि? अगाडि आफूले जब त्यो पिटीको त्यो पढ्दै थिएँ त्यतिखेर होइन सँगै गरौँ होइन त्यही त नाउ वी आर सुटिङ पोडकास्ट टुगेदर त्यही त हाम्रो जर्नी कस्तो छ त भन्दाखेरि प्यारल छ क्या उहाँ चाहिँ नि यताबाट गए पनि यस्तो छैन कि एउटा अगाडि एउटा पछाडि छैन कि जस्तो अब टचवुड अहिलेसम्म कस्तो भन्दाखेरि एकअर्कालाई हामीले त्यो गर्न परिरहेको छैन कि लुक डाउन गर्नु परिरहेको छैन दुईजनाको जर्नी चाहिँ नि कस्तो भन्दाखेरि वी आर डुइङ वर्किङ भेरी हार्ड इन इट्स आफ्नो आफ्नो उसमा होइन त्यसले गर्दाखेरि आफ्नो काममा चाहिँ अब गरिरहेछ त्यसले गर्दाखेरि हो जलसत त्यही त मैले त त्यो बेलामा अब त्यो बेलामा तपाईँले स्ट्रिपिङ गरेको कहाँ पुग्थ्यो होला है अब अहिलेसम्म विकली कुरा हो तब तपाईँको त्यही त विकली विकेन्डमा हुन्थ्यो होला के अरे होइन त्यसले गर्दा 7% ट्रेनिङ गर्थेन होला सायद तपाईँ यति धनी हुन्थ्यो कि के थाहा सिडनीमा 4-5वटा घर इन्भेस्टमेन्ट पोर्टफोलियो त्यही त अनि होइन तर अब लाइफमा कतिखेर के आइपर्छ केही थाहा हुन्न अब जस्तै अब यो हाँसो मजाकको कुरा थियो होइन तर अब वाट इफ वी हेभ टुक इट एज सिरियसली होइन त्यतिखेर सिरियसली लिएको भए अब सायद डिफ्रेन्ट स्टोरी हुन्थ्यो होला सायद त्यही त मेक अर ब्रेक हुन्थ्यो होला सायद होइन अब किनकि मैले नि अब काम गर्ने दौरानमा चाहिँ देखेको थिएँ अब होइन अब त्यतिखेर चाहिँ लेडिज थियो होइन अनि अब उनीहरूको चाहिँ 2टा युनिट थियो कि उसको हस्बेन्डले अब सपोर्ट गर्दो रहेछ होइन अनि 2टा युनिट एउटा मिसेस बस्ने एउटामा हस्बेन्ड बस्ने अनि क्लाइन्ट आएपछि उतातिर पठाइदिने मिसेसलाई त्यही त 25 वर्षको उमेरमा चाहिँ नि त्यस्तो खालको मानसिकता थियो क्या अहिले जस्तो हजुर अब त्यतिखेर त अब सबलाई अब इन्स्टेन्ट ग्रेटिफिकेसन चाहियो कि मलाई पैसा चाहिहाल्यो त्यो भएर अब त्यो दिमागमा आएको होला कतिखेर यो फी तिरिहाल्ने कस्तो भन्नु कतिखेर म पिआर भइहाल्ने कतिखेर यो भन्नु त्यस्तो खालको धेरै भन्नु जस्तो रिस्क पनि लिनको लागि रेडी टाइपको हुँदो रहेछ क्या तपाईँको त्यो बेलामा होइन जस्तो फर इक्जाम्पल अहिले मैले पर्सनल ट्रेनिङ स्टार्ट गरेपछि बल्ल मलाई के लाग्यो त भन्दाखेरि त्यति धेरै कार्डियो जुन चाहिँ मैले गर्थेँ त्यो बेलामा कहाँ तपाईँको 2 घन्टा 1.5 घन्टा बिहान बेलुकी 2 घन्टा कार्डियो गरेर होइन तपाईँको एकचोटि त मेरो अब हाम्रो गुरुङहरूको त ढोकपेट हुन्छ है ढोकपेटमा कस्तो थियो त भन्दाखेरि तपाईँको अब म चाहिँ सुट चाहिँ एकदम राम्रो सुट किनेको थिएँ मैले अब त्यो सुटमा राम्रो देखिन पऱ्यो भनेर एकदम टाइट सुट किनेर त्यसपछि कोल्समा काम गर्दै त्यतिखेर डिवाईमा जता पाए त्यो एकछिन टाइम पायो कार्डियो यति धेरै कार्डियो गरेर झल्छ तपाईँले एकचोटि मलाई भेट्दाखेरि भन्नु थियो बिरामी भएछ कि भनेर भन्नु थियो रकडेलमा याद होला म तल आउँदै थियो तपाईँ त्यतिखेर मैले त बिरामी छ कि भनेर सोध्नु थियो तपाईँले होइन त्यतिखेर यति कार्डियो गर्थेँ कि म बिरामी मान्छेले त्यही गल्ती गर्छ अहिले मैले कसो गरेर छ भन्दाखेरि धेरै जस्तो कार्डियो म त्यति त्यो गर्दिनँ मजाले स्मार्ट ट्रेनिङ मिलाएर खानाहरू मिलाएर रिकभरीहरू मिलाएर एकदम स्मार्ट तरिकाले गर्छु मेरो क्लाइन्ट्सहरूलाई मैले त्यही भन्छु तर त्यो बेलामा चाहिँ कस्तो त भन्दाखेरि 25 वर्षको भर्खर अब जे पर्ला भने त अब त्यो बेलामा इम्पोर्टेन्स पनि थाहा थिएन एक्सपर्ट एडभाइस पनि थाहा थिएन अहिले जस्तो पर्सनल ट्रेनिङ त्यति छ्यापछ्याप्ती पनि थिएन तपाईँको नि अब अब पर्सनल ट्रेनिङ त छ्यापछ्याप्ती त थियो होला तर अब कहिले पनि अब त्यतातिर ध्यान गएन जस्तै अब अहिले अब हुन्छ नि सेलिङ एजेन्ट यति धेरै छन् होइन तर बायर्स एजेन्ट छैन तर अब नेपाली आई थिङ्क 2022-23 तिर चाहिँ 4th कि 5th थियो कि हाइएस्ट इन्भेस्टर के अस्ट्रेलियामा होइन एकर्डिङ टु दि कम्युनिटी बेसिसमा अब इन्डियन चाइनिजहरू त उनीहरू 1st 2nd हुने नै भयो होइन त्यो पछि 3rd 4th 5th कतिमा पढ्थ्यो कि नेपाली चाहिँ होइन तर अब उनीहरूले के गर्छ भन्दा नेपालीहरूले चाहिँ अब जस्तै अब भिक्टर सरले अब कार्लटनमा प्रपर्टी किन्यो भने अब यताउता केही रिसर्च गर्नु परेन क्या भिक्टर सर त्यहाँ छ त उसले रिसर्च गरेछ उसले किनेछ लेस फलो दि हर्ड होइन त्यो मेन्टालिटी छ क्या अब अलिकति भेडा पाराको मेन्टालिटी अब एकदम चलेको अब अहिले अस्ट्रल अब मैले नि त्यही गरेँ अब भेडा मेन्टालिटी मेरो पनि थियो मैले नि अस्ट्रलमा जग्गा किनेँ पछि फिजिबिलिटी स्टडी गर्दाखेरि चाहिँ इट वाज नट वर्थी मैले त्यो मेरो 5% लुज गरेर है अब मैले त्यो जग्गा पनि युज गरेर हार्ट ब्रेकिङ भयो तपाईँलाई हार्ट ब्रेकिङ अब यस्तो तपाईँ कुनै चिजलाई चाहिँ अब होल्ड गरेर बस्दाखेरि तपाईँको झन् बढी खर्च हुनसक्छ कि होइन कुनै चिज चाहिँ लेट गो नै गरेको राम्रो जस्तै अब तपाईँको इक्जाम्पल दिउँ न अब यही रेस्टुरेन्ट होइन डुब्दै गरेछ भने अब तपाईँले होइन एक दिन त यो राम्रो होला भनेर कुट्दै बस्दाखेरि झन् दलदलमा जान्छ कि भन्नुको मतलब चाहिँ अब तपाईँको अब
होल्डिङ कस्ट त चाहियो नि त स्टाफलाई पे गर्न पर्यो रेन्ट पे गर्न पर्यो अब एक दिन माथि जाला झन् अब तपाईँ चाहिँ डेपमा पुरिँदै जान्छ क्या त्यही भएर अलिकति घाटा खाएर होइन अब तपाईँको भ्यालुएसन अब 100K थियो भने अब म अलिकति लुज गर्छु म 80K मा फालिदिइहाल्छु भनेर अब त्यो फालिदिएर होइन आफ्नो कहिलेकाहीँ घाटा खाएर पनि तपाईँलाई नाफा हुन्छ कि अब मेरो सन्दर्भमा त्यस्तो हार्ट ब्रेकिङ भएन त्यो अब जग्गा त्यो 5% लुज गर्दाखेरि चाहिँ 5% भन्नाले तपाईँले नम्बर छ तपाईँ 5% भनेको 37,500 तर यस्तो अब यसो पार्ट अफ द बिजनेस होइन तपाईँको यतातिर लुज गर्यो त अरूतिर गेन गर्छ नि त तर अब त्यसलाई होल्ड गरेर होइन मेरो चाहिँ कति 680 मा दिन्छु भन्दै थियो त्यो ल्यान्ड मैले त्यसमा घर बनाएन 550K को होइन गर्दाखेरि तपाईँको रफली अब 1.23 मिल भयो तपाईँको त्यतिखेर चाहिँ बनिसकेको घर होइन त्यति लगभग त्यतिकै जग्गामा चाहिँ बनिसकेको घर तपाईँको 1.1 मिलियनमा नि पाउँथ्यो कुनै गर्दाखेरि तपाईँको 1 वर्षको त्यो ह्यासल अब त्यो मात्रै होइन होल्डिङ कस्ट होइन अनि एक तरिकाको हुन्छ क्या डर हुन्छ क्या वाट इफ दि अब बिल्डर्स गेट बस्टेड होइन मलाई त्यही भएर चाहिँ अब मैले चाहिँ बनाउने भन्दा पनि एक्जिस्टिङ प्रपर्टी नै किन्ने र एक्जिस्टिङ प्रपर्टी नैमै बस्ने भन्ने विचारमा गरेँ क्या तपाईँले भने जस्तो कहिले कहिले त कस्तो हुँदो रहेछ भने एउटा इमोसनल एस्पेक्ट पनि हुँदो रहेछ कि मसित यति घर छ भने त्यो नम्बरले नै आफूले प्राउड बनाउँदो रहेछ कि हजुर त्यही त नि ओभर कार्डियो गरे जस्तो जस्तै अब मसँग यति धेरै घर छ भन्दा पनि तपाईँसँग क्वालिटीवाला प्रपर्टी कुन छ त नि कुनले धेरै रिटर्न दिइरहेको अब एट द मोमेन्ट मैले पनि अब त्यस्तै अलिकति हाई रिटर्नवाला प्रपर्टीहरू खोजिरहेको छु अब म आफ्नोलाई अब क्लाइन्टको लागि चाहिँ अब क्लाइन्टले उसको आफ्नै हुन्छ क्राइटेरिया होइन त्यो अनुसारले खोज्दैछ हामी अब प्लस मेरो आफ्नो पर्सनल्ली चाहिँ एट द मोमेन्ट चाहिँ हाई रिटर्नवाला भनेर अब हेरिरहेको छु डिलहरू अब कुरा भइरहेछ होइन अब त्यो जुन पाए त्यही प्रपर्टी भन्दा नि क्वालिटी अब प्रपर्टी लिउँ भने त्यतातिर जान्छ कि तपाईँले भने जस्तै इगोलाई युज नगर्ने कि अब लजिक त्यही त अब उसमा नि कहिले त बियर एडहरूमा अब कुनै एडहरूमा देखाउँछ नि अब तपाईँको अब हामी त अहिले त 25 वर्षको हुँदा हामी पनि त्यस्तै थियो अहिले केटाहरू पनि त्यही होला एउटा राम्रो केटी एक्सर्साइज गर्दैछ भने भगरा एक्सर्साइज देखाउनुको लागि एक्सर्साइज गरेर कि तपाईँको धेरै धेरै वेट उचाल्ने सकि नसकिने त्यो केटी जाने बित्तिकै गरेर बस्ने क्या त्यस्तो खालको कुरा नि हुन्छ कि तपाईँको जिममा पनि तपाईँको कस्तो हुन्छ भन्दाखेरि कस्तो देखाउनको लागि एक्सर्साइज पनि गरिरहेको हुन्छ मान्छेले भन्छ एभ्री डे त्यो मान्छेलाई देखाउनको लागि त्यसमा फेरि इमोसन आइजान्छ कि तपाईँको हजुर मेन भनेको त अब तपाईँको एन्ड गोल के छ त होइन प्यासिभ इन्कम छ हेल्दी लाइफ बस्ने हेल्दी लाइफ बन्न छ भने अब तपाईँ अब त्यो 24 घण्टा कार्डियो गर्न नि परेन अब हेभी वेट उचाल्न नि परेन होइन अब बल्की मस्कुलर बन्न नि परेन मेन भनेको अब आफ्नो जिउलाई सजिलोसँग मुभ हुनको लागि हो नि त ताकि अब आफ्नो ग्रान्ड चिल्ड्रेनहरू लन्जिभिटीको कुरा आउँछ लन्जिभिटीको होइन लन्जिभिटी भनेको तपाईँले हुन्छ ग्रान्ड चिल्ड्रेनहरूलाई राम्रो क्वालिटी एउटा लाइफ दिने टाइम भन्छ नि त्यसले गर्दाखेरि कस्तो छ भने मलाई हिजोको कुरा मैले मेन्टरसित कुरा गर्दा नि उसले के भन्ने त भन्थ्यो अब मैले तपाईँको 2-3 महिना जति फेसबुक एड्स गरेँ है फेसबुक एड्स गरेँ त्यसपछि मेरो 1 वर्ष हुन लाग्यो मेरो एउटा मार्केटिङ कम्पनीलाई मैले भनौँ न बिजनेस दिएको थिएँ भनौँ मैले मार्केटिङ तर यस्तो हुन्छ कि अब लिड्सहरू कतिको आउँदो रहेछ होइन तर लिड्सहरू त्यति आइरहेको छैन लिड्स आयो क्वालिटी लिड्सहरू नआएपछि तर अब तपाईँले भने जस्तो कस्तो भन्दै एक दिन आउला नि भन्नुभन्दा मेन्टली के भन्दा न गेट रिड अफ इट के गर्नु छ राम्ररी गरेर पुरा म 2 दिन चाहिँ लाग्यो जल सर पुरा त्यो हुन्छ नि तपाईँको त्यो टेबलहरू डाटाहरू सबै कुरा गरेँ तर कस्तो हुँदो रहेछ झल सर मेरो मेन्टली के भन्दाखेरि अलि एआई आइसकेको छ कि तपाईँ एआईले चाहिँ के गरिदिन्छ भन्दाखेरि नभएको कुरा नि हो जस्तो बनाएर तपाईँको इन्क्वायरीहरू यो बटहरू धेरै आउँदो रहेछ त्यो मेरो मेन्टललाई थाहा छ मेन्टली मलाई के भन्नु भन्दाखेरि गेट रिड अफ इट भन्ने मैले ध्यान उठेर आज दुईवटाले भने के अरे म मेरो मार्केटिङ लोडले भने किनभने राम्रो क्वालिटी लिड आइरहेको छैन फेसबुक एड पनि मैले डाउन गरेँ क्या भन्दा त मजा लाग्छ नि मलाई मैले फेसबुकमा एड गरिरहेको छु भन्नु मैले यो भन्दा रिजल्ट
तपाईँले भन्नु जस्तो एन्ड गोल चाहियो कि त्यसले गर्दाखेरि अब त्यो मेरो 25 को एजको उमेरमा जुन चाहिँ हुन्छ त्यो बेलामा त मेरो बिजनेसहरू छ भनेर शान्त त्यो आउडी गाडी चलाए जस्तो कि तर अब त्यो आउडी रिपेयर गरेर आउडी फाइनेन्स इन्ट्रेस्ट रेट त्यति हाई प्लस त्यसको त सबै कुरा त्यति महँगो हुन्थ्यो कि तपाईँको त्यसको तपाईँ एउटा सानो पाउने नि पाउँदैन अझ तपाईँको एकचोटि मेरो तपाईँको घरको अगाडि नै मेरो ब्रोकडाउन भयो नै ब्रोकडाउन त्यो ऐना तपाईँको वारेन्टी स्टिकको ऐना लगाइदिएछ तपाईँको अब तपाईँको टोयोटा अरू गाडीको ऐना भयो भने यो त्यो बेला टेम्पीमा रेकर्ड्समा 50-60 मा पाउँथ्यो हजुर त्यो मैले ऐना लिनको लागि म त कता टाढै गएर 250 मा त्यो पनि सेकेन्ड ह्यान्ड पाएको तपाईँको 250 रुपियाँ भनेपछि त्यो एउटा कस्ट पनि के हुन्छ हामीले इमोसनको लागि तिरिरहेको हुन्छ कि त्यही पैसा मैले त्यो बेलामा आफ्नो सेल्फ डेभलपमेन्टको लागि तपाईँले हेर्नु बौद्धिक विकासको लागि मैले युज गरेको भए अहिले भनौँ न जे अहिले पनि नट ब्याड तर भनेपछि अलिकति यो अहिलेको 25 वर्षीय युवाहरूलाई यो हामी के टिप दिन चाहन्छौँ त भन्दाखेरि हामीले गरेको गल्तीहरू तपाईँहरूले सकेसम्म नगर्नुहोस् होइन इमोसनको नि आफ्नो ठाउँ छ है फेरि इमोसन पनि त्यस्तो हुन्न भन्ने छैन तर भन्नु गर्दा फेरि अलिकति लजिक 80% लजिकै युज गरेको जस्तो राम्रो जस्तो लाग्छ झलक सर हजुर हजुर त्यो त झलक सर अर्को कुरा 25 वर्षको उमेरमा म कसरी झलक सर मलाई याद मैले सम्झिन्छु चुरोट खाने बानी हुन्थ्यो है चुरोट खाने बानी कस्तो हुन्थ्यो त भन्दै नेपालमा सस्तो पनि हुन्थ्यो यहाँ त महँगो पर्छ यहाँ त सरकारले अझै ट्याक्स हालिहाल्छ त्यो पनि एउटा कारण होला मैले छोडेको तर के हो त भन्दाखेरि नेपालमा चाहिँ कस्तो थियो भन्दाखेरि त्यो चुरोट खाएपछि कन्भर्सेसन गर्न सजिलो के तपाईँसँग लाइटर छ भा तपाईँसित भने त्यो आइस ब्रेकर राम्रो हुन्थ्यो कि तपाईँको अब नेपालतिर अब त्यो पहिला चाहिँ त्यो भन्थ्यो कि अब त्यो आइमाले त्यो चोलोमा होइन चुरोट राखेर पटुकीमा चुरोट राखेर ल चुरोट खाने होइन अब जस्तै लाउरे फर्किँदाखेरि चाहिँ अब कोहीसँग कुरा गर्न सक्ने चुरोट दिएर कुरा गर्थ्यो अरे कि त्यही त तपाईँको मलाई नि याद छ के अरे बसमा नि चुरोट खाने एडभर्टाइज साहसीको चाहना भन्छ नि एउटै मात्रै एक मात्र त्यस्तो खालको अनि के अरे इन्डियामा पनि म बस्ने ठाउँमा नि कस्तो एउटा ठुलो रुख ढलेको बेलामा त्यसलाई उचालेर हिरो भएर लास्टमा जिपमा गएर चुरोट भने त्यस्तो टाइपको हामीलाई ब्रेन वासिङ गरिसकेको थियो त्यहाँ अब त्यही भन्छ नि अब के अरे कसैलाई एडिक्सनमा राख्न छ भने सानोबाट सुरु गर्नुपर्छ अरे कि होइन त्यही भएर अब जस्तै यो चुरोट कम्पनीहरूले सानैबाट सुरु गराउँछ अरे कि मान्छेहरू चुरोट खान होइन किनकि त्यो गरेपछि लङ टर्म कस्टमर बन्ने भयो कि खै कता यो सुनेको कुरा हो एकदम हो नि तपाईँको एन्ड इट डज मेक सेन्स होइन अब तपाईँले अब सानैबाट चुरोट खाने भएपछि अब सानै भन्नुले अब त्यही 12-15 वर्षबाट सुरु गरेपछि अब चुरोट छोड्ने जस्तो गाह्रो त केही पनि छैन एकदम गाह्रो छ लाग्छ ओ माई गड इट्स भेरी हार्ड स्पेसली फर फर्स्ट कपल अफ इयर्स तपाईँलाई थाहा छैन होला मैले त कस्तो भयो त्यो त भन्दाखेरि त्यो आफ्नो आइडेन्टिटी बनाइसकेको थिएँ कि हजुर मेरो त चुरोट नभए मेरो आइडेन्टिटी छैन वाला कुरा भइसकेको थियो किनभने इट मेड मी लुक कुल चुरोट खाएपछि वाह क्या पछि फेरि के भयो त हाततिरका यो चुरोट खाएर मलाई एकदम याद छ एकचोटि म चोकमा बसेर चुरोट खाएको थिएँ झलक सर त्यो चोकको दाई गुरुङ दाई हुनुहुन्थ्यो त्यो चोकको दाईले के भन्नु तपाईँको बुवा त्यहाँबाट आएर बाटो चेन्ज गरेर पछाडिबाट जानुभयो भन्दाखेरि मलाई यस्तो नरमाइलो लाग्यो होइन अब मेरो बाले नि यो पोडकास्ट हेर्नुहुन्छ होला त्यसले गर्दाखेरि कस्तो छ भने हामीले मन दुखाइरहेको हुन्छ कति मान्छेलाई नजानिकन होइन त्यसले गर्दाखेरि त्यही त त्यो आफ्नो छोड्नु मन लागेको त छोड्नु नसकिँदो रहेछ कि झलक छ त्यो हामी त्यो उसमा पसिजाँदो रहेछ क्या त्यो कुरामा त्यसले गर्दाखेरि आफ्नो मोटिभेसन ल्याउनु पर्दो रहेछ मैले मेरो छोरालाई मोटिभेसन बनाएँ है मेरो छोराकोलाई म छोड्छु भनेर मैले बनाएँ प्लस मेरो यो पर्सनल ट्रेनिङको जब यात्रा सुरु गरेँ मैले के भन्नु भन्दाखेरि जति मैले चुरोट खान्छु भने मैले मेरो क्लाइन्टले कसरी चुरोट नखा भन्ने हिसाबले पनि मैले एकदम त्यो बाटै सुरु गरेँ क्या तपाईँको होइन तर हामीले जब 25 वर्षको उमेरमा हुँदैन के भन्छ भन्दाखेरि आई लुक कुल अहिले पनि तपाईँले हेर्नुहोस् आई फिल लाइक बुलेट प्रुफ भन्छ नि के त यस्तो लाग्छ वी आर इन्भिन्सिबल होइन मलाई त केही पनि उसले भएछ फेरि एक्सक्युजहरू पनि कस्तो राम्रो आउँछ क्या तेरो पैसाले खाएको वा जसलाई क्यान्सर त जसलाई पनि हुन्छ होइन चुरोट खाँदैमा क्यान्सर हुन्छ वा अब त मेरो दुश्मन हो तैँले मेरो त्यो इन्जोयमेन्ट हेर्न नसकेको त्यस्तो खालको कुरा तर अब मिडिया हेर्नु न तपाईँको
गीतहरूमा नि चुरोट नखाए त होइन त क्यारेक्टर त्यस्तै बनाउँछ कि तपाईँको त्यसले गर्दाखेरि मलाई लाग्छ त्यो 25 वर्षको उमेरमा त्यो गल्तीहरू हामीले अहिलेबाट नगरेको भए मेरो धेरै कुराहरू राम्रो हुन्थ्यो तपाईँको अहिले म के थाहा अब लङ कतिको त्यो भएको छ होइन त एक्चुअली ड्यामेज भएको हुन्छ नि तपाईँको रक्सी खाने पनि तपाईँ त्यस्तै हुन्थ्यो तपाईँको अब तपाईँले अस्तिको एपिसोडमा जुन चाहिँ भन्नुहुन्थ्यो कफी खाएर तपाईँलाई निद्रा आउँछ भन्ने जस्तो मलाई के भइसक्यो त भन्दाखेरि मैले मेरो सालोको बिहामा एउटा ढोल जेडी हजुर एक्लैले खाँदा पनि मलाई के नभएको होइन मलाई याद छ नि आफूलाई याद छ कि छैन स्टेन मोडमा होइन आगो ताप्दै एक केस बियर खाएको थियो नि एक केस त होइन होला एक केस हो दुईजनाले एक केस स्पोन्सर तपाईँ हो लाग्यो त्यो दिन स्पोन्सर तपाईँ थियो कि सायद मेबी होला होइन तर त्यतिखेर चाहिँ आएको थियो एक केस सायद मैले लिएर आएको थियो एक केस बियर ल्याएर दुईजना मात्रै थियो अरू केटाहरू सब कता बाहिर गएको थियो के गरेको थियो होइन दुईजना मात्रै बसेर खाएर राति अनि कता कताबाट ट्याक्सी समातेर म घर फर्केँ स्ट्यान्ड मोडमा बसेँ पछाडि त्यो थियो हो त्यो मलाई थाहा पर्दैन आफ्नो क्यापेसिटी यस्तो नराम्रो भइसकेको हुन्छ तर यसले फेरि कस्तो गर्दो रहेछ भने फेरि अर्को स्याटरडे आउन हुन्न फ्राइडे आउनै हुन्न तपाईँको कस्तो हुँदैछ भन्दाखेरि रिस उठ्ने कि काममा कस्तो रहेछ म अब घर कतिखेर ड्रिङ्क गर्छु त्यस्तो खालको हुन्छ नि तपाईँ माइन्ड त्यस्तो भइजाँदो रहेछ कि तपाईँको हामी त्यो एडिक्सन भन्ने कुरा त्यस्तो हुँदो रहेछ तपाईँको हामी सुरुमा यहाँ रकडेल बस्दाखेरि चाहिँ फ्राइडे स्याटरडे आउनु हुन्थेन कि कता कताबाट केटाहरू केस बियर लिएर आउँथे कि होइन अनि खानी उफ्रिने है त्यतिखेर अब इन्टरनेट अलिक कमै थियो होइन एउटा फिल्म थियो त्यहाँ डिक्स थियो यति हेरे त्यो फिल्म होइन डाइरेक्टै कन्ठ हुने जस्तो भइसकेको थियो त्यतिखेर तर अब जस्तै अहिलेको यङ्स्टरहरूलाई पनि अब त्यही छ अब एट द इन्ड अलिअलि स्मार्ट जस्तो लाग्थ्यो जेन्जीहरू अलि पहिला भन्दा टेक्नोलोजी सम्बन्धी कुराहरू टेक्नोलोजी सम्बन्धी त स्मार्ट छ तर अब त्यसमा मात्रै स्मार्ट भएर नि भएन तपाईँको मेन भनेको अब उनीहरूले फ्युचरलाई अलिकति ध्यान दिनु पऱ्यो कि हो त्यही त कसैको अब बाउ आमा नि होइन एल्डर ब्रदर अब हामीले सजेस्ट मात्रै गर्ने होइन अब एट द इन्ड अफ द डे उनीहरूको लाइफ हो उनीहरूले अब आफ्नो तरिकाले बाँच्छ तर यस्तो अब हामीले अब त्यो कार्डियो गर्दाखेरि कसैले यो ओभर ट्रेनिङ भनेर कसैले भनेन होइन नयाँ गाडी किन्दाखेरि तिमीहरूले अब अलिकति सेकेन्ड ह्यान्डै किने पनि पोइन्ट ए टु पोइन्ट बी जाने हो अलिकति बरु पैसा सेभ गर अलिकति रिटर्न हुने चिजमा बौद्धिक विकासमा युज गर बौद्धिक अथवा हुन्छ नि जसले अब लाइबिलिटिज किन्ने होइन कि एसेट किन्ने के जसले चाहिँ अब तपाईँलाई पैसा जेनेरेट गर्छ त्यतातिर इन्भेस्ट गर भनेर त्यो कसैले सिकाएको भए कसैले भनिदिएको भए सायद अलि अगाडि अलि धेरै नै उस हुन्थ्यो कि एकदम झलक्छ मैले त तपाईँको हाम्रो पडकास्ट जुन रुममा हामीले गर्छ त्यसको पछाडिबाट एउटा बुक तपाईँको लिएको थियो क्यास फ्लो क्वाड्रेन्ट हाम्रो रोबर्ट कियोसाकी त मैले त नाम भन्दै नि म फेरि उसमा छु कि तपाईँको नलेज उसले के भन्छ त भन्दाखेरि जब हामीले एउटा घर किन्छौँ अन्त घरमा बस्छौँ त्यो घर हाम्रोलाई हामीले एसेट भन्छ त खास त हाम्रो एसेट त रहेछ कि त्यो ब्याङ्कको एसेट हो कि हाम्रो लाइबिलिटी किनभने ब्याङ्कले त्यसबाट पैसा बनाइरहेछ कि जे ब्याङ्कले त्यो घर हामीले किनाइदिएर पैसा बनाउँदैछ हामीले त उल्टो ब्याङ्कले त इन्ट्रेस्ट तिरिरहेछौँ अनि कस्तो भन्छ भने 8% इन्ट्रेस्ट रेटमा तपाईँको इन्ट्रेस्ट छ भने त्यो ब्याङ्कले कम्पाउन्डिङ गर्दा 120 कि 140% इन्ट्रेस्टसम्म उनीहरूले चार्ज गरिसकेको हुन्छ अरे क्या अनि 8 वर्ष कति वर्षमा त उनीहरूले आफ्नो पैसा जिइसकेको हुन्छ हजुर त्यसपछि त पुरा हाम्रो पैसा खेलाइरहेको छ कि त्यसले गर्दा यस्तो कुराहरू फाइनेन्सियल अवेर पनि हुनु पर्दो रहेछ हजुर त्यही त नि अब यो स्कुलमा चाहिँ अब धेरै चिज पढाउँछ तर यो फाइनेन्सियल लिट्रेसी चाहिँ कतै पनि पढाउन्न कि अब वान अफ द पोइन्ट चाहिँ अब यो पोडकास्ट बनाउनु पनि अब यो फाइनेन्सियल लिट्रेसी चाहिँ अलिकति सेयर गरौँ कि भन्ने कुरो हो आफूले जानेको होइन अब आफूले जान्दै नजानेको चिज त कसरी सेयर गर्ने तर आफूले जति जानेछ त्यति अब धेरै थोरै होइन अलिअलि सेयर गर्ने हो र यो फाइनेन्सियल लिट्रेसी चाहिँ आई थिङ्क एकदम यो सानै उमेरदेखि नै दिनुपर्छ जस्तो लाग्छ क्या जस्तै अब म आफूलाई एउटा इक्जाम्पल दिन्छु अब मैले मेरो छोरीलाई अब छोरीलाई कस्तो खालको किताब पढाउँथेँ भन्दाखेरि सिज अन द मनी साइकोलोजी अफ मनी होइन ऊ पढ्न अलि इच्छा गर्दैन पहिला अब अहिले त झन् अब यता छोरी नै उता भाग्छ है पहिला अब अलिक सानो हुँदाखेरि चाहिँ लाइज आज 10 पान्ना पढ्ने भने होइन त्यसरी पढाउँथ्यो अनि पछि अब उसलाई सोध्थेँ क्या मैले छोरी तँलाई होइन अचानक पैसा पाएँ अरे
तैँले चाहिँ अब नयाँ गाडी किन्छस् कि एउटा थोत्रो घर किन्छस् भनेर सोध्छु कि म सोद्धाखेरि चाहिँ उसले के भन्छ भने म चाहिँ पुरानो घर किन्छु भन्छ अनि किन नयाँ गाडी नकिन्ने त भन्दाखेरि चाहिँ उसले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ अब नयाँ गाडी त सोरुमबाट निकाल्ने बित्तिकै त्यसको त भ्यालु घट्छ होइन अब पुरानो घर पनि अब राम्रो घर किनेछ भने चाहिँ त्यहाँबाट चाहिँ अब आफ्नो रेन्टल रिटर्न आउँछ अनि गर्दाखेरि चाहिँ अब मेरो क्यास फ्लो हुन्छ भन्ने उसको त्यतिसम्म चाहिँ कन्सेप्ट चाहिँ बनाएको छ कि उसले चाहिँ होइन तर अब त्यो भन्दैमा अब फेरि गएर घर किनिहाल्ने कुरा पनि हुन्न होइन त्यही त त्यसले गर्दाखेरि मलाई त्यो लाग्छ तपाईँको होइन हामीले यो कति कुराहरू 25 इयरको हुँदाखेरि हामीले इयर ओल्ड हुँदाखेरि हामीले कति कुराहरू थाहा थिएन जस्तो फिटनेसमा पनि त्यही थियो हाम्रो एउटा प्लान थिएन इमोसन्समा बढी गइन्थ्यो भग्रा भुग्रो एक्सर्साइज गरिन्थ्यो अब जस्तै हामीले कम्पिटिसन गर्दाखेरि अब आफ्नो त के थियो होइन मैले चाहिँ अब जानेको एक्सर्साइज सबै गर्थेँ कि त्यही त अब यो होइन कि अब हुन्छ नि यो आर्म्सको लागि अब यो बाइसेपको लागि यो यसको छुट्टै अर्कोको छुट्टै होइन त्यो हुन्थेन कि जतिजना छ बाइसेप क्रल डम्बेल क्रल होइन अब भी क्रल होइन सबै हान्दिने कि कति त्यसले कस्तो भन्दो रहेछ त्यसलाई वान सो पोनी भन्दो रहेछ क्या वान सो पोनी भनेको एउटा त्यो पोनी ल्याएर एउटा मात्रै जानेको आउँछ त्यो सधैँ त्यसले गर्दा जिम पनि त्यस्तो हुन्छ कि आउँछ एउटा कुनामा जान्छ अब म्याट लगाउँछ त्यो एक्सर्साइज गर्छ मैले यसो सोच्छु बिचरा यो एक्सर्साइज उसले घरमा गरे नि हुने हो जस्तो लाग्छ कि तपाईँको त्यसले गर्दाखेरि वान सो पोनी बनिजान्छ कि मान्छे किनभने त्यो एक्सर्साइज गरेर चाहिँ त्यही बर्न फिल हुन्छ त्यही कनेक्सन तर के हुन त भन्दाखेरि उनीहरूले बुझिरहेको हुन्न कि त्यसको अपोजिट मसललाई नै ट्रेन गर्नुपर्छ कि तपाईँको ब्यालेन्स मिलाउँदै लयो भने के हुन्छ त भन्दाखेरि रिजल्ट आउँछ किनभने तपाईँको कस्तो हुन्छ भन्दाखेरि एक साइडमै धेरै ट्रेन गऱ्यो भने फेरि त्यो रुख जस्तो हुन्छ एक ठाउँ ढल्किँदै जान्छ लास्टमा फेरि इन्जुरी त्यही हुन्छ कि तपाईँको किन बडीले नै एडप्ट गरिसकेको हुन्छ नि अब जस्तै अब एउटै एक्सर्साइज गरेपछि तपाईँको सर्टेन टाइमसम्म बढ्छ त्यो पछि प्लेटो हुन्छ त्यो पछि अब तपाईँ ग्रो हुन्न होइन त्यो हुन्छ नि अब पुल एन्ड पुस मेथड अब के अरे जर्मन भोल्युम मेथड रे होइन अब के भन्छ यो के अरे सर्किट ट्रेनिङ हो तर यो कुरा त छ तपाईँको यो त एथलिट्सहरू गर्छ तपाईँको होइन तर हाम्रो जेनरल पपुलेसनले त तपाईँको सिम्पल 3टा एक्सर्साइज मात्रै गर्ने हो क्या तपाईँको एउटा स्क्वाट एउटा बेन्च प्रेस अनि एउटा डेडलिफ्ट यो 3वटा एक्सर्साइज गर्न जाने भने अरू सबै त्यसको डेरिभेटिभ्सहरू हो क्या तपाईँको स्क्वाट डेडलिफ्ट र अब तपाईँको हेर्नु न कम्पिटिसनहरू त्यो 3टामै हुन्छ बेन्च प्रेसको कम्पिटिसन हुन्छ डेडलिफ्टको कम्पिटिसन हुन्छ स्क्वाट अरू बाहेकको कम्पिटिसन पुलको हुन्न तर के हो त भन्दाखेरि त्यो 3टा मुभमेन्ट गर्नको लागि के गरिन्छ भन्दा अरू मुभमेन्टहरू गर्ने हो कि तपाईँको स्ट्रक्चर बनाउने हो क्या त्यसले त्यो मान्छेहरूले कस्तो बुझ्दैन क्या तिनीहरूले के सोच्छ भन्दाखेरि टिकटकमा यो देखाएको छ यो गर्ने हो उसमा यो देखाएको छ इन्स्टामा यो देखाएको छ तर विचार भन्ने त होइन त्यो टिकटक र इन्स्टाग्राममा मान्छेले त्यो एजुकेसनको लागि गरेको हुन्न कि तपाईँ एटेन्सनको लागि गरेको हुन्छ त्यो एटेन्सन उसले त के भन्छ यसलाई यसरी गऱ्यो भने यस्तो हुन्छ त्यो उसले त सही बाटो बेसिक भन्ने त उसले फलो गर्छ त्यसले गर्दा एउटा केही उसले साइनी अब्जेक्ट देखाउनु पऱ्यो क्या त्यसले गर्दा त्यो मान्छे फेरि के हुन्छ त्यो साइनी अब्जेक्ट पछाडि दुर्न स्टार्ट गर्छ चाहे त्यो सप्लिमेन्ट्समा होस् चाहे त्यो एक्सर्साइजमा होस् चाहे त्यो तपाईँको पनि अब त्यही भएको हो कि होइन मार्केटिङमा साइनिङ अब्जेक्ट नदेखेर पो हो कि कुन भन्नुको तपाईँले मार्केटिङको कुरा गर्दाखेरि अहिले भन्नुभएको थियो नि अब जस्तै अब मैले फेसबुक मार्केटिङ गरेँ यो त्यो गरेँ तर अब उसहरू इन्क्वायरीहरू जेनेरेट भइरहेको छैन होइन सायद तपाईँले कुनै अब साइनिङ अब्जेक्ट नदेखाएर पो हो कि इन्क्वायरी जेनेरेट नभएको वर्क हेज टु बी डन होइन त्यसमा कस्तो आउँछ त भन्दाखेरि अब विन्टरले पनि हुनसक्छ तपाईँको विन्टरले हुनसक्छ तपाईँको अब जस्तै यो इन्ट्रेस्ट रेट हाइक भयो रिसेन्टली होइन अब 2-3 चोटि इन्ट्रेस्ट रेट हाइक भयो त्यो पछि सिजिटी हटायो नेगेटिभ गियरिङ हटायो होइन अब कस्तो हुन्छ मान्छेहरू इमोसनल हो नि त अब होइन त्यो भएपछि अब कतातिर घटाउने अब पर्सनल ट्रेनिङ अब म आफैले पनि अलिअलि जानिसकेँ भनेर अब उनीहरूले घटाउला जस्तै अब मेरो अर्को बिजनेस अब कार्पेट क्लिनिङको विन्टरमा अलवेज डेड होइन अब तपाईँको घाँस काट्ने यिनीहरूको नि त्यस्तै हुन्छ होइन लन मोइङहरूको तपाईँको धेरैको बिजनेस चाहिँ यो विन्टरमा चाहिँ अलिकति कमै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर मेन कुरा अब मैले अस्ति नै त्यो इन्फर्मेसन सेसनमा जाँदाखेरि हाम्रो राजसरको म के भन्नु सबभन्दा ठुलो कुरा माइन्डसेट रहेछ क्या सर माइन्डसेट भनेको तपाईँले अस्ति नै भन्नुभयो जस्तो के अरे के भन्छ त्यो त टाइमिङ इन मार्केट भन्नु जस्तो क्या तपाईँको होइन तपाईँको कस्तो छ भन्दाखेरि यतिखेर हो क्या
मैले आफ्नो कमी कमजोरीहरू पत्ता लगाउने होइन यतिखेर मैले केमा इन्भेस्ट गरेको छैन भन्ने कुरा आफ्नो यतिखेर क्वालिटी बढाउने जस्तो मैले यो पोडकास्ट स्टार्ट गरेँ किन भन्दाखेरि यसले मैले के गर्न सक्छु त भन्दाखेरि लङ टर्म स्ट्राटेजी बनाउन सक्छु होइन तपाईँ त्यसै गरी मैले मेन्टरिङ त कहिले पनि छोड्दैन मैले तर मेन्टरिङ पनि अब त्यो कुराहरू डिस्कस हुन्छ हामीले कसरी हुन्छ क्लाइन्टहरू राम्रो क्वालिटी दिने एउटा राम्रो मैले पोडकास्टरलाई फलो गर्दा उसले के भन्थ्यो भन्दाखेरि योर अफर हेज टु बी सो गुड द्याट पिपल फिल इडियट टु से नो त्यस्तो अफरहरू मैले ल्याएको छैन कि होइन यस्तो मान्छेले अफर दिनुपर्छ कि उसलाई यो नो भन्ने बित्तिकै उसलाई कस्तो इडियट हो म त्यस्तो लागोस् कि हजुर त्यस्तो अफर आएको छैन कि त्यसले गर्दाखेरि अब मसित अहिले धेरै एआईको टुल्सहरू पनि छ च्याट जिपिटीहरू छ क्लाउडहरू छ यसबाट नि मैले धेरै रिसर्चहरू गर्छु त्यसले गर्दाखेरि त्यो माइन्डसेटको कुरा आउँदो रहेछ कि जरो सर होइन किनभने कस्तो भन्दा हामी त लङ गेम खेल्नको लागि बसेको होइन तपाईँलाई अस्ति नै भने जस्तो बिजनेस रिलेसनसिप र यो के अरे बिजनेस रिलेसनसिप र हेल्थ यो भनेको तपाईँ लङ गेम हो कि तपाईँको अब यो वर्ष लास्ट इयर त मेरो त राम्रो भयो कि सर के अरे विन्टर चाहिँ एकदम थामी नसक्नु भयो त्यो त्यतिखेर मैले कस्तो सोध्थेँ भन्दाखेरि सुपरस्टारै भयो सुपरस्टार त्यो शाहरुख खानले एउटा के भनेको छ त के अरे कहिले पनि यस्तो नसोच कि मसित धेरै काम छ किनभने एक दिन यस्तो आउन सक्छ जब तिमीसित काम हुन्न भन्ने त्यसले गर्दै शाहरुख खान भेरी हिन त्यसले गर्दै कस्तो हुन्छ माइन्डसेट एकदम इम्पोर्टेन्ट रहेछ बिजनेस इज अ नट अ लाइक ए टु बी वाला गेम नरहेछ कि जब हो त्यसले गर्दाखेरि माइन्डसेट नै मिलाउँदै जाने हो अनि अर्को के गर्छ त भन्दाखेरि एउटा मैले कुनमा तपाईँलाई रोबर्ट केओसाकी पनि पढेँ त भन्दाखेरि सक्सेस इज अ भेरी ब्याड टिचर ask them to successful people सक्सेसफुल पिपलले के भन्छ सक्सेसले एकदम नराम्रो कुरा सिकाउँछ तर फेलियरले चाहिँ के सिकाउँछ भन्दा तपाईँलाई चाहिँ लेसन सिकाउँछ कि त्यसले गर्दा बनाउनु नि सिकाउँछ हजुर हम्बल बनाउनु नि सिकाउँछ एकदम हम्बल त जस्तो तपाईँले सोधेको क्वेसन त त्यो मलाई अफेन्सिभ हुन सक्थ्यो तर मैले के गर्थेँ भन्दाखेरि त्यो कुरालाई नै अलिकति लर्निङ कर्भको हिसाबले लिन्छु नि जल सर त्यसले गर्दा त्यस्तो माइन्डसेटहरू मिलाउँदै जाने अगाडि बढ्दै जान्छ भन्नु हजुर हजुर अनि अर्को कुरा चाहिँ सर त्यो नेपालको त्यो घरको बारे पनि भनिदिनु न त त्यही त खैर देखाउँछु अब भन्छ यो के अरे मैले मेन्सन भन्छ नि थियो त फोटोहरू राख्छु तपाईँले यहाँ हेर्नुहोस् होइन यो हुन त हाम्रो नेपाली समाजमा सबभन्दा चाहिने कुरा भनेको घर हो आफू बस्ने घर हो त्यसले गर्दाखेरि तपाईँले नि भन्नुभयो त्यो होइन स्टार्ट गरेर भइहाल्छ भन्नु त्यो मेरो त्यतिखेर अब जस्तै अब जिममा चाहिँ अब पहिला त्यो फोन इन कार्यक्रम हुन्थ्यो नि त हाम्रो होइन अब 7 बजेदेखि 8:30 बजेसम्म 8 बजेसम्म कुरा हुन्थ्यो त्यो पछि अब चाहिँ टाउकेर आउने बेला भएन अलिकति फाइलिङ गर्ने होइन त्यो हुन्थ्यो त्यतिखेर चाहिँ अब हाम्रो भिक्टर सरले चाहिँ अब घर बनाउन पर्ला भन्ने कुरो थियो सपना नै थियो नि सर सपना हो कि सपना त्यतिखेर जग्गा चाहिँ किनिसकेको थियो क्या होइन आफ्नो ड्याडले पहिला जमानामा किन्नु त्यो पछि चाहिँ अनि आधा जग्गा बेचेर चाहिँ अनि आधामा चाहिँ अब त्यो त फेरि अर्को कहानी कस्तो म भन्ने हजुरले भन्नु हजुरको स्टोरी हजुर कस्तो भयो त भन्दाखेरि एउटा जग्गा चाहिँ नि हाम्रो बाले आजभन्दा धेरै अगाडि अलि त्यो घर बनाएको नै 15-20 वर्ष जति भयो त्योभन्दा अगाडि जमानामा बाको फर्स्ट पेन्सन आउँदाखेरि किन्नुभयो कि उहाँले त्यो जग्गा त्यति हामी त्यहाँ पोखरा भन्दाखेरि त्यो जग्गा हेर्न मात्रै जान्थ्यो कि ओहो यसमा घर बनाए कति राम्रो देखेरला भनेर म र मेरो कजिन नवीन भन्ने गइरहेको त्यतिखेर घरहरू त्यति बनेको थिएन कि त्यो एरियामा खालि फाँटै थियो कि त्यसपछि के भयो त भने फेरि पोखरामा एकदम जग्गा बेच्ने वाला सिस्टम आएको थियो प्लटिङ गर्ने बेच्ने त्यतिखेर हाम्रो मम्मीले के गर्नुभयो त भन्दाखेरि जग्गा किन्न स्टार्ट गर्नुभयो कि उहाँले कता छोराले नेपाल यहाँ मैले पैसा पठाइदिन्थेँ उहाँले फेरि जग्गा किन्न स्टार्ट गर्नु यहाँको जग्गा यहाँको एउटा बेच्दै गर्दै लास्टमा के गर्नु त भन्दाखेरि यो ठाउँमा एकदम राम्रो 2टा जग्गा लिनुभयो ठुलो एउटा प्लटले त्यसमा एउटा जग्गा बेचेर फेरि के गर्नु त भन्दाखेरि अब अलिकति पैसा यहाँ डिपोजिटको लागि पठाइदियो थियो उहाँले त्यसले गर्दा त्यसरी यात्रा सुरु भयो त्यो त यहाँ घर किन्नको लागि त्यो यहाँ घर किन्नको लागि आफ्नो चाहिँ के थियो भन्दाखेरि मलाई त्यतिखेर भनेको चाहिँ एउटा ठुलो लट छ होइन अब त्यसको आधा गरेर चाहिँ त्यहाँबाट त्यो त अर्को त्यो त मिक्स भयो तपाईँको अब त्यसमा त यो जुन चाहिँ घर भयो नि त्यो त म र मेरो बुढीले मिलेर बनाएको जस्तो छ त्यो चाहिँ फेरि त्यो यहाँको घर किन्नको लागि त्योबाट त्यो बेचेर फेरि डिपोजिट ल्याएर यहाँको घर त नि त्यो बेला किनेको थिएँ त्यही त त्यो घरको बारेमा कुरा गर्नुपर्दा जस म र बुढी मिलेर जस राम्रै घर बनायो अलि बुवा बस्नुहुन्छ तर मैले हलिडे जाँदाखेरि के अरे बस्छु एकदम राम्रो छ उहाँको लुक अप टु प्राउड अफ भन्ने कुरा हो
हजुर त्यो अब सबैलाई चाहिँ अब घर चाहिन्छ हजुर हैन? हजुर अब त्यो चाहिँ अब तपाईँले अब गुड इन्भेस्टमेन्ट गर्नुभयो कि अब इमोसनली उस इन्भेस्टमेन्ट गर्नुभयो? यसमा त मलाई लाग्छ दुइटै होला जस्तो लाग्छ कि तपाईँको भन्नुहोस् तपाईँ अब यसमा त म त इमोसनै भन्छु होइन किनभने एउटा इमोसन नै हो एउटा होइन अब पोखरा जस्तो ठाउँ जुन चाहिँ नेपालकै सबभन्दा महँगो ठाउँ हो तपाईँको एकदम काठमाडौँ होला महँगो ठाउँ त मलाई त काठमाडौँ त नफेस एनिमन फ्रम काठमाडौँ है मलाई त पोखरै मनपर्छ है होइन अब एउटा रिटायर भएर हो। अलिकति क्राउडेड छ पोखरा पनि क्राउडेड छ अहिले त अहिले त खोइ तर एउटा हिमाल हेरेर तपाईँको जुन चाहिँ लेक हिमाल पनि अहिले त सब कालै मात्रै देखिन्छ पहाडै मात्रै देखिन्छ हो त्यही त त्यो अब खोइ अब भविष्यमा के राम्रो होला नि राम्रो हुँदै गयो भने आशावादीले त्यो अप्टिमिस्टिक होइन त्यसले गर्दाखेरि मलाई त इमोसनल जस्तो लाग्छ तर दुइटै हुनसक्छ होला होइन तर अब एउटा बस्ने ठाउँ त चाहिन्छ अब नेपालीहरूको अब त्यो इनबिल्ड हो कि हार्ड वायर हो कि त्यो चाहिँ होइन हामीलाई चाहिँ आफू बस्ने घर एउटा चाहियो सानो होस् ठुलो होस् चाहियो त्यो हुन्छ झलक सर तपाईँले के त्यस्तो गल्तीहरू गर्नुभएको छ 25 इयर ओल्ड हुँदाखेरि के त्यस्तो जुन चाहिँ हाम्रो दर्शकसित सेयर गर्ने गल्ती त मेरो त गल्तीहरू त एउटा गाडी किन्ने त्यस्तो कुराको धेरै थियो गल्ती सोच है गल्ती त सबैको हुन्छ होइन अब त्यो गल्तीलाई एज अ लेसन लिएर अगाडि बढ्नु पर्यो होइन जस्तै तपाईँको भन्नु नि तपाईँको प्रपर्टी त्यो जस्तै अब त्यो सब अब फलोइङ द हर्ट गरेको भयो अब हाम्रो आन्क्लिफमा बस्ने सबैजना चाहिँ हामी युनिटमा बस्थ्यो अनि त्यतिखेर लगभग 12-13वटा युनिट चाहिँ नेपालीहरूको थियो त्यसमा लगभग 7-8 जना चाहिँ सब अस्ट्रल सरे कि सबै जग्गा किन्ने अब घर बनाउने सर्ने त्यही रहरमा चाहिँ अब हामी पनि ल त नि अलिकति फाइनेन्सियल एजुकेसन थियो तर त्यति अलिकति उस थिएन यो प्रपर्टीमा चाहिँ होइन त्यसै वाइ नट लेट्स फलो द हर्ट भन्यो होइन त्यतिखेर जग्गा यस्तो बढिरहेको थियो किनकि मलाई अफर जमानामै आएको थियो अस्ट्रलमा त्यतिखेर 3.5 लाखमा थियो कि 330K मा चाहिँ अब जग्गा राम्रै थियो कि कति 5 कि 700 स्क्वायर मिटरको थियो त्यतिखेर ठुल्ठुलै थियो सायद 500 होला सायद अनि त्यो अफर आएको थियो त्यतिखेर वास्तै भएन होइन त्यो पछि अचानक अब अर्को साथीले चाहिँ के भन्यो भने यो 2000 कतिमा हो लास्ट इयर भनेको लास्ट इयर अक्टोबरमा यसलाई मलाई यो जग्गा चाहिँ मलाई 660 मा अफर गरेको थियो अहिले 730 भएछ झलक सर ल किनौँ भन्यो अनि उहाँले किन्नुभयो अनि मैले नि किनेँ अनि अरू साथीभाइहरूले नि किन्यो त्यो पछि के भयो भन्दाखेरि ट्याक्क इन्ट्रेस्ट रेट हाइक भयो त्यो पछि जग्गाको भाउ घट्यो फेरि अस्ट्रलमा घट्दाखेरि चाहिँ जब पास गर्ने थियो त्यतिखेर सबैको जग्गा भाउ घट्यो र सबलाई अब बिल्डर्सले डिस्काउन्ट पनि दिइरहेको थियो मेरो 745 को जग्गा 680 मा दिन्छु भनिरहेको थियो है त्यतिखेर तर मेरो फिजिबिलिटी स्टडी अब अलिकति लाटो हिसाबले गर्दाखेरि पनि इट डजन्ट मेक सेन्स होइन नम्बर डजन्ट मेक सेन्स त्यो पछि बरु 37,500 छोडिदिउँ होइन अब त्यसको साटो बरु म अरू ठाउँमा प्रपर्टी किन्छु भने मैले त्यहाँ छोडेँ र म यता अहिले रिभर रुटमा चाहिँ अब अनर अकुपाइड होइन त्यहाँ किन्नको लागि अब मलाई सजिलो भयो सायद अब त्यहीँ स्टिक भएर बसेको भए अब सायद यता किन्न पुग्थेन पैसा होइन सर्भिसिबिलिटी पुग्थेन अब त्यही भएर अब विन एन्ड लुज हुन्छ र अर्को कुरा चाहिँ के थियो भन्दाखेरि अब यो 25-26 हुँदाखेरि चाहिँ हामी आयो अस्ट्रेलिया आयो म र मेरो मिसेस राम्रै थियो काम होइन पैसा राम्रै थियो त्यतिखेर पनि अलिकति स्याबी नै थियो हामी है अब हामीले म्यानेज गर्थ्यो बोर्डिङ हाउस सो वी वर लिभिङ रेन्ट फ्री गर्दाखेरि पैसा राम्रै सेभ हुन्थ्यो त्यतिखेर चाहिँ त्यो जमानामा लगभग 33 लाखको चाहिँ सेयर किन्यो तपाईँले भन्नु थियो नेपालमा हजुर त्यतिखेर अब जेठानले अब भन्छ ल किनौँ भन्यो ओके भन्यो होइन किन्यो र त्यो सेयर धेरै राख्यो हामीले राख्यो तर त्यो चाहिँ के प्रोभिजनल सेयर कि के भन्दो रहेछ कि त्यो चाहिँ जो चाहिँ अब इन्स्टेलिङ भेट्न नमिल्ने त्यो कतिको नलेज थियो तपाईँलाई त्यो मलाई सेयरको बारेमा जिरो नलेज होइन 100% मेरो त्यो फेसबुक एड्सको बारेमा मैले एडमिन राखेँ मलाई जिरो अब हिजो 2-3 दिनमा मैले हेरेँ नत्र मैले जिरो नलेज थियो क्या तपाईँको बल्ल मैले त्यो च्याट जिपिटीमा हालेर मलाई अलिकति मैले थाहा पाएँ नत्र भने हि वाज
अब त्यो के कन्टेन्ट प्ले गर्दा मलाई पनि थाहा थिएन कि तपाईँको अब त्यो स्टोरी कन्टिन्यू गर्नु त्यो थाहा नहुँदो रहेछ कि तपाईँको हजुर हजुर अब खास त अब आफ्नो पैसा हो आफूले अब ड्यु डिलिजेन्स गर्नुपर्ने होइन आफूले रिसर्च गर्नुपर्ने भन्नु त्यही गरेर फेसबुक एड होइन के भयो भन्दाखेरि अब ब्लाइन्डली अब जेठानलाई थाहा छ होला भने होइन जेठानलाई दोष दिएको चाहिँ होइन हजुर। जेठानले पनि अब ज्वाइँ पढे लेखेको छ ज्वाइँलाई थाहा होला नि त भन्ने उसको कुरा होला सायद अनि अब दोष चाहिँ कसैलाई दिने कुरा होइन होइन अब त्यो दोष अब आफूले आफूलाई दिने हो होइन अब त्यो मेरो इन्भेस्टमेन्ट थियो र मैले राम्रोसँग रिसर्च गरेँ त्योपछि पैसा हाल्यो र त्यो पैसा चाहिँ कहिले नि बढेन किताहरू बढ्दो रहेछ तर त्यो पैसा नि अब उस चाहिँ बढेन बिहान चाहिँ बढेन र आखिरमा चाहिँ 3-4 वर्ष अगाडि मैले चाहिँ त्यो सेयर चाहिँ फालेँ जतिमा किनेको थिएँ त्यतिमा फालेँ र त्यही ड्युरेसनमा चाहिँ कता कताबाट जेठानले चाहिँ अब जहीँ जग्गा छ भने होइन त्यतिखेर कति 16 लाखमा किनेको अहिलेको हिसाब गर्ने अब 16,000 भनौँ न $80 त्यतिखेर किनेको है त्यो चाहिँ अहिले गएर चाहिँ जोस राम्रो भएछ होइन गर्दाखेरि त्यो इन्स्टेड अफ त्यो पैसा चाहिँ सेयरमा हाल्नुको साटो जग्गामा हालेको भए चाहिँ बेटर हुन्थ्यो होला होइन अब त्यस्तो रिटर्न त आउन्न तर एटलिस्ट त्यो पेपरमा चाहिँ करोडपति भयो यार त्यही हो तपाईँले भन्नुभएछ यु विन सम यु लुज सम भन्ने छ होइन हजुर त्यही त झलक सर त्यो त मिठो गफ भयो अनि झलक सर अनि त्यही भन्दै जाँदा म एउटा पर्सनल ट्रेनर हो मेरो नाम भिक्टर गुरुङ र म झलक होइन एउटा बायर्स एजेन्ट हजुर त्यही त हामीले अब यो पोडकास्टलाई अझै राम्रो बनाउनको लागि धेरै कुराहरू ट्राई गर्दैछौँ अब जस्तो फर इक्जाम्पल एउटा चेन्ज अफ लोकेसन गरिरहेको छौँ अनि त्यस प्रकारले अब तपाईँको हामीले यो क्विजहरू गर्ने विचार गर्दैछौँ आउने एपिसोडहरूबाट गेस्टहरू ल्याउने ट्राई गर्दै विचार गर्दैछौँ तपाईँहरू केही त्यस्तो खालको सजेसनहरू छ भने हामीले कमेन्टमा लेखेर पठाउनु होला होइन झलक सर अरू केही भन्नु छ भने भन्नुहोस् न कि हजुर अब मेन त त्यही हो अब सबले आफ्नो फ्युचर हेर्नु पर्यो होइन फ्युचर हेर्नु पर्यो र लङ गेम खेल्ने हो हेल्थमा होस् वेल्थमा होस् होइन लङ गेम खेल्ने अब अहिलेबाटै अलिअलि एक्सर्साइज गरिराख्यो भने पछि सजिलो हुन्छ तपाईँलाई होइन गाह्रो साह्रो पर्दाखेरि सजिलो हुन्छ एकदम किन अब अहिलेबाट पैसा जोगाउन सुरु गऱ्यो भने तपाईँलाई अब तपाईँको रेनी डेमा चाहिँ एकदम काम लाग्न सक्छ हजुर म नि त्यही भन्न चाहन्छु म नि अब हेल्थ हिसाबले त भगवान् कृपाले अब राम्रै गरिरहेको जस्तो लाग्छ तपाईँहरूले मेरो पोडकास्ट के अरे इन्स्टाग्राम हेर्नुभयो भने मेरो अलिक 6 प्याक निकाल्ने मिसन चलिरहेको छ एभ्री विक अपडेट दिइरहेको छु मैले तर फाइनली भिक्टर सर यो 6 प्याक निकाल्दैमा के हुने हो र सर कि एउटा माइलस्टोन मात्रै हो यो माइलस्टोन भन्नाले झलक सर मलाई यस्तो लाग्छ एउटा आफूलाई एउटा त्यो के दिएको भ्यालिडेट गरे जस्तो लाग्छ मलाई तर अब 6 प्याक बनाएर अब मेन्टेनै गरेर राख्न सकिएला त नि त्यही त प्लान यो छ झलक सर योपालि तपाईँले भन्नुहोस् अस्ति कुन फर्स्ट एपिसोडमै कहिले भन्नुभएको थियो आई डोन्ट वान्ट टु ट्रेन विथ अ फ्याट ट्रेनर होइन त्यसले गर्दा अब म ट्रेनर भएको हुनाले अब मैले के गर्नु खोजिरहेको छु त भन्दाखेरि मैले सबै कुराहरू जोडेको छु क्या तपाईँको कति क्यालोरी खानुपर्छ कति वेट गर्नु कति रिकभरी गर्नु एउटा के ब्रायन जोन्सन भन्ने छ क्या तपाईँको एउटा बायो ह्याकर भन्ने छ कि उसले त खतरा त्यस्तो गर्छ कि त्यस्तो प्रकारले मैले के गर्नु खोजिरहेको छु भन्दाखेरि कति कार्डियो गर्ने कति वेट ट्रेनिङ गर्ने कति खाना खाने कति सबै मिलाएर ट्रेनिङ एउटा फर्मुला जस्तो सिस्टम बनाउनु लागेको छ कि त्यसले गर्दाखेरि त्यो 6 प्याक चाहिँ के होस् त भन्दाखेरि मेन्टेन भइरहेको होस् कि सस्टेनिङ तरिकाले अब त्यसमा तपाईँको मैले मेरो मेन्टरसित कुरा गर्दाखेरि इन्फ्लेमेसन टेस्ट पनि प्रिक गरेर होइन त्यो पनि मैले अगाडि बढिरहेको छु त्यसको लागि पनि त्यसले गर्दाखेरि के हुन्छ भन्दाखेरि 6 प्याक चाहिँ नि तपाईँलाई थाहा छ झलक सर यो म तपाईँलाई याद लेखिदिन्छु इट्स इजियर टु बिकम अ मिलियनियर देन टु हेभ अ 6 प्याक्स यस्तो छ द डाटामा इट्स डाटा यो फ्याक्ट हो कि तपाईँको त्यसले गर्दा यो त तपाईँ युएसमा भएको एउटा डाटा छ म तपाईँलाई देखाइदिन्छु सो के अरे मिलियनियर बन्न सजिलो छ तर 6 प्याक निकाल्न गाह्रो छ कि तपाईँले भन्नुहुन्छ भन्दा तपाईँले एकचोटि गरिसक्नु भएको त्यसले गर्दाखेरि सजिलो छ तर यो एउटा फ्याक्ट हो कि तपाईँको त्यसले गर्दाखेरि मेरो लागि चाहिँ नि त्यो 6 प्याक निकाल्नु भनेको कस्तो त भन्दाखेरि तपाईँको एउटा भ्यालिडेट गर्ने कि म आइएम अन द राइट पाथ आई क्यान कन्ट्रोल वाट आई इट आई
क्यान होइन तपाईँले भने जस्तो लजिक युज गर्छु मैले इमोसन पनि युज गर्छु तर लजिकलाई मैले छोड्दिनँ क्या हजुर होइन हाम्रो पोडकास्टको स्टार्ट गरेपछि मैले सिस्टमलाई तपाईँको इमोसनल बाइङ र स्ट्रेस पेन्डिङ इम्पल्स बाइङ र त्यो कुराहरू एकदम हेरिरहेको छ त्यसले गर्दाखेरि यो पोडकास्टले हाम्रो दर्शकहरूले नै त्यति नै भ्यालु दिएछ होला जति मलाई दिएछ तपाईँलाई कतिको भ्यालु दिएछ होला सर तपाईँले के भन्न चाहनुहुन्छ अब भ्यालु दिने भन्दा नि अब सेयर गर्ने हो भ्यालु हजुर सेयर गर्नु हो अब आफूले जानेको नलेजहरू सेयर गर्ने हो यस अब हामीले नि अलिअलि सिकिरहेको छ होइन किनकि अब त्यतिकै आएर क्यामेराको अगाडि आएर जे पाए त्यही बोल्ने कुरा नि आउँदैन अब रिसर्च त गर्नु पर्यो रिसर्च गर्ने चक्करमा चाहिँ हामीले नि सिकिरहेको छ होइन ल सर त्यति भन्दै आजको हाम्रो कस्तो लाग्यो तपाईँहरूलाई होइन मन पऱ्यो लाइक फलो सेयर गर्न नबिर्सिनुहोस् सब्सक्राइब पनि गर्न नबिर्सिनु होला हामी यस्तो मेहनत गर्दैछौँ तपाईँहरूलाई राम्रो राम्रो होइन एकदम एक प्रकारले तपाईँहरूले नि तपाईँको के कस्तो छ भने हामीलाई कमेन्टमा लेखेर पठाउनु वी विल बी भेरी ह्याप्पी टु सेयर इट विथ यु सेयर विथ अल द रेस्ट अफ आवर भ्युवर्स होइन राम्रो सपोर्ट पाइरहेको छ भ्युज मैले यसो विचार गर्छु मैले मान्छेहरू कुरा गर्दा वी आर गेटिङ डिसेन्ट भ्युज झलक सर हजुर है मलाई भ्युजमा कुनै कम्प्लेन चाहिँ छैन होइन मान्छेले एकदम मन पराउनु भयो यसको लागि एकदम धेरै धेरै धन्यवाद होइन एउटा माया छ क्या हजुर मेन भनेको अब तपाईँहरूलाई के लाग्छ होइन बोरिङ लाग्छ होइन अलिकति ड्राई भयो होइन अलिकति डिफ्रेन्ट गर्न पर्यो त्यस्तो केही सजेसन छ भने होइन लेट अस नो वी विल ट्राई आवर बेस्ट त्यो भन्दै हाम्रो है स्ट्रङ बडी स्मार्ट मनी 25 year old do not make mistake listen to what we said है त्यति भन्दै मिस्टेक त होइन मिस्टेकबाट लर्न गर्छ होइन तर कति धेरै मिस्टेक गरेर लर्न गर्ने अरूको मिस्टेकबाट लर्न गर्नु हजुर होइन अरूको एक्सपिरियन्सबाट लर्न गर्ने ल त्यति भन्दै हामी छुट्टिन्छौँ तपाईँहरूसित है हस् ल धन्यवाद हजुर